चियाचुलले झरे क्या बाई बाई चियाचुल झरेको हो र बाई चियाचुलले झरे कि यार फेरि हामी यहाँ सिधै जाउँ है हिँडाउनु सक्छ होइन यहाँबाट झन् बाटोमा देखेको यार हिँड्नु भएको थिएन हिँडेछु हिँड्ने हो चल बिजनेस कालमै पुग्ने हो त दोकान छ यार त्यहाँ माछा 700-800 रुपियाँ किलो भन्दा कता भन्दैन त्यहाँ पोखरा यो पो मान्छे त्यति त भन्दैन है हेर्नु न 400-500 भन्दा त ठिकै 700-800 भने ठिकै भइहाल्छ त्यही 250 रुपियाँ किलो किलो गरिहाल्छ नि त्यहाँ महँगो होइन यसकोमा त अब बासी मात्रै बेचेर लिँदैन भने बेचेर फोन गर्नु पऱ्यो नि मलाई सरलाई फोन गरेर हुन्छ गर्नु पर्यो मेरो आउँछ न एक रात त्यहाँ बसेर के हुन्छ र है थामै नभएको चाहिँ आफ्नै कम्पनी त त्यहाँबाट चिनेकै मान्छे हो म सुत्ने ठाउँमा छ गने सुत्ने ठाउँमा छ मेरो बाटो पनि कति हिँड्ने यार त्यहाँबाट गएर यहाँ सिस्नोबाट झन् अहिले छिटो अहिले बाटो खुल्ला छ त्यहाँ सिसा भित्र उतापट्टि भित्र सेर्नुपर्छ रुपटाल फिटकोटाल यतै हो सिधै अगाडि रोपताल त टाइम लाग्छ रोपताल होइन त्यो अस्ति नै गएको त्यो मन्दिर चाहिँ ठिक छ क्या यार त्यता त्यो उज्यालोमा गएर यसरी बस्नु पायो यसरी आउँथ्यो भिडियो त्यो बाटो छैन अहिले मलाई केही हजुर मान्छे हामी मान्छे नानी हिँडेको टाढो यो होइन त साधन लागु गरे ताल एकचोटि म हराएर यही बाटो आएको मात्र त्यो डाँडामा चढिरहेको माथि चढ्नु लाग्यो यति सानो बाटो आउँछ भाइ आउने फेरि यहीँ खोजेको क्या ठ्याक्कै अहिले म त त्यो त्यहीँबाट बाटो ल्याउनु लाग्यो ठ्याक्कै शिश्वक चोकमा निस्किन्छु हाम्रै बाटोमा निस्किन्छ भनेर तुरन्त पाँचवटा गाडीमा आयो 3 मिनट चोक छोडेर कहाँ पर्वत बनाए कति बेरसम्म लाउने हो यार यताको बबाल आएको छ यार नजिकै ल्याइदिएँ मैले कामलाई के कस्तो चुलो हो हिमालको जस्तो चुचुलो त्यही क्याम्पबाट सिधै मामा राख्नु पऱ्यो भएन अप्ठ्यारै भयो त यहाँ मकै बारी हिँड्यो नि त मकै बारी तर बाजा यहाँ तालसम्म खिचौँ भनेको यहाँबाट चाहिने डाँडाको घरमा बाल छ यार बाटो निकाल्यो होला के हिँड्दै जानुपर्छ कहाँ बाटो छैन क्या त्यहाँबाट गाडी कसरी आउँछ त कताको त्यो उताको उतै जाने यता पनि होइन किन सिरेक पनि सिरेको त्यही होला
बस्नु उतापट्टि त्यति गर्दा होला कि यहाँ यस्तै जाँदैछ तपाईँ हिँडेको बाटो यो ट्रकहरूको बाटो हो छिटो गरेर आइन्छ भने झन् भेट्न पऱ्यो कि है सिधै आउनु पाएको भनेको हामीलाई जेसिबीले हो तपाईँ संसार घुमेर हिँडेर चाहिँ तपाईँ त यार मछली बजार ए रचाइ रचा माछा के झार हो ए होइन कमल कमलको माछा तालसँग पुर्याउँछ माछा हुन्छ के गरे एउटा यहाँ राख्ने आउँछ क्या एउटा यो चेन माउन्ट पर्ने ल्याउनु पर्ने बाबुदेखि मोबाइल छाटमा राखेको माछा छ नि पानी झरेको छ अलिअलि स्वागत यो सासमा त खासै केही नपर्छ के माछा यहाँ नि उता थाहा छ नि पछि ल्याप करा यहाँ उता त के जानु है के गराएको यस्तो ज्यादा जुम गरेँ त हामीलाई थ्याङ्क यू मछली ताल यो मछली ताल हैन कसैले हान्नु उसलाई फोन गरे भने आज यतै बसौँ है भनेको छ
सक्ने यहाँ यहीँ त हो माछा यहीँ पाउने होइन सिद्धि भ्याइ क्या ए छ काट्दै लाने नलाने धरौँ न सेतो त त्यस्तै हो नि त्यो जिउँदो हुँदैन मारेर ल्याउनुपर्छ जिउँदो त निकाल्छ माछा कति यति नै हो त्यसलाई मारेर बल्ल निकाल्छ माछा कसरी छ केजीको अघि थापिसक्यो हजुर अघि नै थापिसक्यो भ्याइसक्यो अब 500? यहाँ उठाएर लिएर आउने 550 मेरो 400 लाने न मोर छ नि